CA20 Power App completed. सम्पूर्ण साउन्ड कर्मीहरूलाई धेरै धेरै स्वागत छ। अस्तिको भिडियो मैले राखेको थिएँ यो एमको बारेमा हैन। अनि यो एमलाई चाहिँ मैले चाहिँ अब अलिकति दुःख मेहनत गरेर आफ्नो टेक्निक लगाएर चाहिँ मैले यसलाई कम्प्लिट गरेँ हैन। दुईटै च्यानल, यो च्यानल ए छ लेफ्ट र च्यानल बी छ यो राइट च्यानल हैन। सबै कुरा कम्प्लिट गरेर अब यसलाई चाहिँ म रन गरेर देखाउँछु है। यसलाई चाहिँ अब हामी अन गर्छौँ। अन हुने क्रममा छ। यसको सब स्टार्ट अलिकति फास्ट नै रहेछ हैन। यो जुन सब स्टार्ट छ यसलाई चाहिँ हामीले डिले पनि गर्न सकिन्छ हैन। यसको टाइमर सेट गर्न सकिन्छ क्या। यहाँनिर एउटा यो चिप छ हैन। यो चिपमा चाहिँ एक दुईवटा रेजिस्टर र क्यापेसिटर चेन्ज गर्यो भने अलिकति डिले चाहिँ गराउन सकिन्छ है। यति चाहिँ गराउन सकिन्छ। यसको बारेमा पनि म एउटा भिडियो चाहिँ अवश्य बनाउने छु पछिको दिनमा। र अहिले चाहिँ अब यो मोड्युल कनेक्ट गरिसकेको छु। साउन्ड पनि सुनौ। यो ठिक छ। यो च्यानल ए, च्यानल बी, यो चाहिँ हाम्रो च्यानल बी रह्यो। कम्प्लिट चाहिँ भयो। तर यसको चाहिँ एउटा राम्रो पार्ट चाहिँ मलाई के लाग्यो भने यहाँनिर रहेको छ यो लो पास फिल्टर है। अब हेर्नु चाहिँ हामी यो च्यानल बीमा छौँ अहिले। च्यानल बीको यो लो पास अन गरिदिउँ। लोको फ्रिक्वेन्सी मात्र आयो। अब यसैलाई हामीले अब यो च्यानल ए को हेरौँ। च्यानल एलाई केही पनि इफेक्ट छैन है। च्यानल बी को यो चाहिँ हरेक एममा चाहिँ यो सिस्टम हुने हो भने चाहिँ कहिलेकाहीँ हामीलाई आवश्यक पर्दाखेरि बिना क्रसओभर पनि हामीले चाहिँ इन्डिभिजुअली लो र हाई चाहिँ हामीले चाहिँ कट गरेर चलाउन सकिन्छ है। एउटा यो चिज चाहिँ मलाई एकदम राम्रो लाग्यो। यसको सबै कुरा एकदम बेस्ट एन्ड फाइनल छ हैन। गर्मीको टाइम छ यतै पनि जस राम्रोसँग कुल तरिकाले चलेको छ। अब यसलाई चाहिँ मैले एउटा कबाडीकै दाममा स्क्रैपबाटै मैले उठाएको। अब स्क्रैप भन्दा पनि अब कसैले हुँदैन भनेर थन्काएर राखेको थियो एउटा टेक्निसियनकैबाट। मैले चाहिँ लले म बनाउँछु भनेर आफूले यो बनाउनुको मेन पर्पज के थियो भने अब कतिले चाहिँ एम्प्लिफायरहरू चाहिँ राम्रो बन्दैन हैन, राम्रो बनाउन सक्दैन नेपालमा खास गरेर अब हैन। एकचोटि बिग्रिएपछि सक्यो यसको खेल भन्ने हुन्छ नि त हाम्रो। हो त्यो चिजलाई चाहिँ मैले हटाउनुको लागि नै मैले यसरी यो लिएर आएर अलिकति आफ्नो मेहनत गरेर चाहिँ मैले यो बनाएँ हैन। कि यसरी पनि हामीले चाहिँ यो एम्प्लिफायरहरू बनाउन सकिन्छ। यो चाहिँ अब क्लास एच छ यसको पावरमा हैन। तर यसको अडियो चाहिँ क्लास बी हो। यो चाहिँ है कलेक्टर आउटपुट हो, यो इमिटर आउटपुट होइन। यसको बारेमा नि म एउटा भिडियो चाहिँ बनाउँछु। क्लास ए, क्लास बी, क्लास एबी, क्लास सी, क्लास डी र क्लास जी र क्लास एच कसरी छुट्याउने हैन, के कारणले छुट्टिन्छ। र अब हरेक जति पनि हाम्रो यो लाइभ म्युजिकहरू हुन्छ या कुनै पनि इभेन्टहरू त्यसमा चाहिँ कुन क्लासको एम राख्दा कुन चाहिँ स्पिकर बजाउन ठिक हुन्छ त्यसको बारेमा नि म चाहिँ एउटा अलग्गै भिडियो बनाउँछु। किनभने क्लास एचको एम्प्लिफायर हरेक ठाउँमा चाहिँ युज गर्न पनि मिल्दैन क्या। यसको एउटा आफ्नो स्पेसिफिक एउटा एरिया क्राइटेरिया हुन्छ हैन। त्यो हिसाबले चलाउनु पर्ने हुन्छ। कति ठाउँमा फेरि क्लास जी फेरि एकदम बेस्ट हुन्छ। र अनि अर्को चाहिँ हाम्रो चाहिँ क्लास डी पनि राम्रो छ हैन। कन्भेक्सन कुलिङ राम्रो छ कुनै ठाउँमा फेरि कन्भेक्सन कुलिङवाला एकदम ब्याड पनि छ हैन। सम्हाल्न नसकिन्छ क्या। अब यस्ता चिजहरू धेरै कुराहरू छन् हैन। त्यो अब एउटै भिडियोमा बनाउन सकिँदैन। जस्ट मैले चाहिँ एउटा एम्प्लिफायरहरू चाहिँ जस्तो कन्डिसनमा हामीले बनाउन सकिन्छ नेपालमै खास गरेर हैन। नभए कतिले त अब आस मारेर छोडे, अब कतिले त इन्डिया नै जानुपर्छ भन्ने पनि भयो हैन। जस्ट यो देखाउनको लागि मात्र मैले यो बनाएको। यो खास यो मलाई यो बनाउनु पनि आवश्यक थिएन। एउटा चाहिँ यो ट्युटोरियल भिडियो प्लस यतिको हुन्छ भनेर देखाउनलाई मात्र बनाएको है। अब यो एम्प्लिफायर त मैले अब कोही किन्ने मान्छे पायो भने मिलाएर मैले बेचिदिने हो।
किनभने मसँग चाहिँ एम्प्लिफायरको अभाव पनि छैन होइन, कोही हुनुहुन्छ इच्छुक एम्प्लिफायर यतिको चाहिन्छ भने चाहिँ आएर चाहिँ लैजान सक्नुहुन्छ है, मिलाएर आफ्नो रेट दिएर है। अब यसबाट बजाउने के भन्दाखेरि अब हाई पनि बजाउन मिल्यो, लो पनि बजाउन मिल्यो। अब डेल्टाको लो पनि बजाउन सक्नुहुन्छ। अब अहिलेको नेपालमा चलेको भनेको चाहिँ एफडिबीको र क्याटकिङको लो अलिक बढी चलेको छ, त्यो पनि मजाले चलाउन सक्नुहुन्छ है। ल त अब आजलाई यति नै। अब केही कुराहरू छ भने राख्नु होला होइन। अब सकेको जानेको जानकारीहरू चाहिँ उपलब्ध गराउनेछु है। धन्यवाद।